Hi. Hi. Good morning. Namaste. नमस्कार. Welcome to our channel. सो अब आज के हो भन्ने कुरा त हजुरले थम्बनेल देखेर टाइटल देखेर थाहा भइसक्यो. त्यही पनि So उसको यो फर्स्ट म्युजिक भिडियो हो अनि ऊ एकदमै धेरै एक्साइटेड छ, भेरी एक्साइटेड. र अहिले हामी छौँ नुवाकोटको बेलकोटगढी. भ्यू एकदमै राम्रो छ. हाम्रो चाहिँ हिजो पनि थोरै सुट भयो, त्यो चाहिँ हामीले देखाउन पाएनौँ. अनि यो गीत चाहिँ हाम्रो शिशिर भण्डारी दाईको युट्युब च्यानलबाट आउँछ छिट्टै नै. अनि त्यसमा चाहिँ म अनु र दाई नै छौँ. अनि ऊ चाहिँ यो गीतमा साली हो अनि ऊ चाहिँ बेहुली हो. त्यसो भए क्या. सो म उसँग काम गर्न चाहिँ म हुन्छ नि लाइक लक्की फिल गरिरहेको छु क्या. लक्की भन्दा पनि लक्की मतलब तिमी हाम्रो यो टिममा हामी सबैजना एकअर्काको लक्की नै छौँ. तर तिमी जोडिसक्दा अझै धेरै हामी लक्की छौँ जस्तो लाग्छ क्या. हुन्छ नि मान्छेले त्यो गर्दा पनि हुन्छ नि त. अनि तिमी जन्मेदेखि नै तिमी एकदमै लक्की छौ मेरो लागि. मक्क पर्दैछ. अनि हामीसँग यता हुनुहुन्छ हाम्रो प्यारी भाइ. हेलो नमस्ते. वेलकम टु आवर च्यानल. थ्याङ्क यू सो मच. थ्याङ्क यू. अनि म चाहिँ एकदम यो गीतको लागि उहाँहरूभन्दा नि बढी म एक्साइटेड छु होला क्या सायद. एकदमै हाम्रो गीत आज हुनुमा भाउजूको एकदमै ठुलो हात छ. र त्यस्तो पनि होइन म वेलकम. मलाई एकदम धेरै रमाइलो लागिरहेछ, खुसी लागिरहेछ. यो चाहिँ हाम्रो आबाको एडप्टेड बहिनी. उसको एडप्टेड दिदी रे हो. उहाँको त एडप्टेड दिदी त हुने होइन. उसले पनि बनाएको हो. उहाँ चाहिँ एडप्टेड दिदी. उसले चाहिँ हाम्रो रिल्सहरू बिहाइन्ड द सिन खिच्ने भनेर आएको. अनि भाउजू र उसको काम चाहिँ हाम्रो बिहाइन्ड द सिन उहाँहरूको ब्लग खिच्ने काम हो. सो धेरैभन्दा धेरै माया गरिदिनु होला. अनि सबैजनाले टिकटक रिल्स के बनाउन सक्नुहुन्छ सब बनाएर हामीलाई साथ दिनु होला. हाम्रो फर्स्ट म्युजिक भिडियो प्लिज हजुरहरूले साथ दिनुपर्छ. आबाको लागि त नयाँ होइन, बहिनीको चाहिँ फर्स्ट हो नि त. केही बोल. नयाँ हो. सबैजनाले हेरेर माया गरिदिन्छु. हजुरहरूको फेभरेट कान्छी छोरीको गीत हो. पनि छ ल प्लिज. तिम्रो लागि मात्र हुनु. आबाको धेरै कि अनुष्काको धेरै. उसको धेरै आउँछ. तर भेटिसक्दा भन नि त. यदि अगाडिबाट मान्छे भेट्न आउनु भने भन. त्यस्तो पनि भन न कि आफ्नो भेटिसक्दा तिमी फेभरेट हुन्छ. ओके फाइन. जे भए पनि यस्तो ऊ एकदमै भिडियोजेनिक छ उसको फेस चाहिँ. अनि एक्सप्रेसन पनि राम्रो छ. अब राम्रै गर्छ होला यो गीतमा. राम्रै गरेको छ हिजो. अनि भन न यार, म तिमीलाई कतिले सपोर्ट गर्छु यार. मैले तिमीलाई सिकाएको भन न. अलिकति नर्भस. अनि उसलाई सबै स्टेपहरू मतलब टिकटकमा होइन जता देख्नुहुन्छ सबै मैले सिकाउँछु. उसले चाहिँ त्यो स्टेपमा परिणत गर्छ. टिचर राम्रो, सँगसँगै स्टुडेन्ट पनि एकदमै राम्रो. अनि हामी एकदमै धेरै हजुरहरूले माया गर्नुहुन्छ भने चाहिँ एकदमै धेरै आशा छ. एकदमै प्लिज धेरैभन्दा धेरै माया गरिदिनु होला. अनि एकदमै हामीलाई हिट बनाइदिनु होला. मलाई रे हाम्रो अब सुट हुँदैछ. हामी हाल्छौँ बिहाइन्ड द सिनहरू के अलिअलि भ्लगहरू भएर जान्छौँ. यो भ्लग हेरेर अनि गीत पनि हेर्न जानुपर्छ ल. लिङ्क हामीले तल दिन्छौँ. यस ओके डिस्क्रिप्सनमा. सानो छ मलाई झन् तल राखिदेऊ. होइन तिमी अभियसली हाइट सानै छ तिम्रो. हामी सुटिङको लागि रेडी हुँदैछौँ. दाईहरू आउँदै हुनुहुन्छ. अनि उसको स्कुल कलेज चाहिँ छोडेर सुटिङको लागि आएको छ. कस्तो हुने होला हुँदैन सरहरूले हेर्नु होला. तर ब्लगसम्म पुग्नुहुन्न सरहरू. त्यो छ. उसले कलेज छोडी म बिरामी छु भनेर भन्न लागिलाई ऊ आएको छ यहाँ. ऊ आजै सकेर गइहाल्छ. हामी चाहिँ सिरियलको लागि बस्छौँ. यस. अनि एक दिन मात्रै छोड्या हो. अनि त्यही भएर उसले कलेज छोडेको भएर पनि हजुरहरूले हेर्नै पर्छ क्या. हेर्नैपर्छ. र यो दिदी बहिनीकै गीत हो हजुरलाई. चाहिँ मैले भन्न भुलेँ. दिदी बहिनीकै गीत हो. उसको र मेरो दिदी बहिनीकै रोल छ. त्यो भएपछि हजुरहरूलाई झन् रिलेटेबल हुन्छ. त्यही भएर एकदमै राम्रो हुन्छ जस्तो लागेको छ. हामी चाहिँ हाम्रो बेस्ट नै दिन्छौँ. प्लिज हेरिदिनु होला. अनि टिकटकहरू बनाइदिनु होला, रिल्स बनाइदिनु होला है तिम्रो लागि मेरो लागि. रानी भन्दै खाउने रानी बन सरहरूले ल्याउनु चाहियो सेतो चाहियो. अनि
अलिक थोरै जुनी हरिलाई है अहिले त्यसपछि मेरो माया तिमीलाई के भयो यस्तो गरौँ तिमीलाई थोरै बाहिर अनि सर्ने जुनी हरिलाई अनि लिप्सिङ लौ मेरो माया मलाई त 5 6 7 को कस्तो लाग्दैछ नर्भस वाइ नो वाइ आखिर वाइ नै हाम्रो एउटै टिम हुँदा आउँदै नमस्ते हाई नमस्ते वेलकम ए हजुर धन्यवाद धेरै धेरै धन्यवाद हाम्रो यहाँ नाता सिरियलको सेटमा नुवाकोट बेलकोट गढीमा नाताको मात्रै सुटिङ भइरहेको छैन यसपालि चाहिँ हामी आवा र उसको बहिनी अनुष्काको फर्स्ट म्युजिक भिडियो पनि खिचिरहेका छौँ आवा र अनुष्कालाई अब बाबा छोरी टिकटक आइडी मार्फत र उनीहरूको पर्सनल आइडी मार्फत हजुरले हेरिरहनु भएको थियो अब गीतमा पनि हेर्ने चाहना होइन कमेन्टहरू आउँथ्यो नि त दिदी बहिनीको हेर्नु पर्यो बहिनीले स्पेसली चाहिँ बहिनीले पनि खेलेको भनेर खेलेको म्युजिक भिडियो आओस् भनेर चाहने दर्शकहरू अनि अब अनुष्कालाई माया गर्ने सबैलाई चाहिँ खुसीको खबर त्यही हो कि उनीहरूको ढकमक्क रानी बन टाइटलको म्युजिक भिडियो आउँदैछ र चाहिँ 2 जना फिचर हुँदैन छ अनि म पनि त्यो गीतमा यसो कोरस होइन त्योभन्दा अलिक ठुलो रोल एउटा गरिरहेको छु अनि खुसी छन् 2 जना अनुष्का हिजो झन्डै हरायो हराएको होइन ए हराएको थिएन म त हरायो भने त्यो एक्टमा हरायो के भन्छौ तिमी के भन्दिन खुसी छौ अनि सबैले चाहिँ हेरेर माया गरिदिनु होला चाँडै आउँछ शिशिर भण्डारी युट्युब च्यानलबाट यो गीत हजुरले हेरेर माया गरिदिनुहोस् भनिसक्यौँ है त्यो त हामीले अनुष्का धेरै राम्रो डान्स गर्नुहुन्छ होइन कमेन्टहरू हेरेर हुन्छु अझै बहिनीको राम्रो डान्स भनेर पनि कमेन्ट आइरहन्छ आभार तर हो त्यस्तो हो भन है ए कमेन्ट त आउँछ है तर अब नाच्नु चाहिँ उसले राम्रो लाग्छ है तर कसरी कमेन्ट आयो त्यस्तो भन्ने होइन कान्छीलाई धेरै माया गर्छ नि त जसले पनि आउँछ हेरिदिनुहोस् मेरै शब्द सङ्गीत छ यो गीतमा यो गुन्डाहरू को आयो गुन्डाहरू गुन्डा सहित गुन्डिनी पनि है आबाको भ्लगमा चाहिँ आबाको नयाँ गीत आउँदैछ नमस्ते 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 जो देखिरहनु भएको छ उहाँहरूलाई पनि म्युजिक भिडियो खोज्नु होला उहाँहरू हुनुहुन्न उहाँहरू चाहिँ नातामै हेर्नुहोस् हाम्रो हामी नाताको सेटमा भएर नाताको सेटमा छौँ ल हामी थ्याङ्क यू हामी अब गीतको छायाङ्कन सुरु आफ्नै नाच्नु न कसम यो दिपेन दाइले सिकाएर गीत रिलिज हुनुभन्दा अगाडि फ्लप हुन्छ क्या फ्लप हुन्छ रे कस्तो यो त नाच्नमै बढी भयो गल्ती हो अहिले आऊ त ब्याक आऊ अनुष्का यता हो हेर सुन न तिम्रो बिहेको लागि भनेर सहरबाट केटा हेर्न आएको छ अरे तल बेसिनिर आइपुगिसक्यो बा आमाले कुरा गरेको सुन्यो जाउँ न हेर्न ए हुनेवाला भिडियो चाहिँ कस्तो हुनुहुन्छ हेर्नु परेन वर्षैभरि हाल्नु हाल्ने हो हेऱ्यो लुकेर बोल्नै पनि सकिन मुखै सुकेर ढकमका रानी बन फुलै फुल्यो जाइ मेरो माया तिमीलाई जुनी भरिलाई मेरो माया तिमीलाई जुनी भरिलाई यहाँ चाहिँ हाम्रो फर्सी र काँक्रोको मिलन देखिरह होला लाल दुकान त्यस्तो भन्छ भाउजू त हुनु न तर लुगा हो त यस्तो त हुँदैन फर्सीको कलर फर्सीको कलर कसरी कहिलेदेखि ब्राउन यस्तो हुँदैन त नि पोखरा फर्सीको पोखरा पाकेको फर्सीको पोखरा कस्तो हुन्छ मलाई देखेको छैन फर्सी र काँक्राको मिलन भइरहेछ हाम्रो यहाँ फर्सी र गट्टो फर्सी र गट्टो रे गट्टा र फर्सी एउटै हो
ओइ अस्ति नै थाहा छ अस्ति नै एकजनालाई बोकेर धेरै अग्लो भएर यसरी बोक्नु अलि अप्ठ्यारो हुँदो रहेछ होइन अलिकति होचो भएर सजिलो भइरहेछ त्यही त भुन्टे हम दोनों तो प्रेमी दुनिया छोड चले जीवन की हम साई बाय बाय रस्मे तोड चले ल अनि हिँडे भाइ लाग्यो खिच्नुस् न हामीलाई बाइ ल्याम हो र ज्ञानी मान्छे कहाँबाट भेट्नु ल्याऊ तपाईँहरू म्युजिक रेडी ल के भन्नुहुन्छ तपाईँ यस विषयमा म केही भन्दिनँ एकदम राम्रो भइरहेछ हाम्रो बहिनीहरू उहाँदेखि नुवाकोटमा आउनुभयो नुवाकोट घुम्न पाउनु भयो होइन तर यो एङ्गलमा चाहिँ शिशिर सरहरूले नखिच्ने बहिनीहरू लड्छन् भनेर चिन्ता गर्दै हुनुहुन्थ्यो किनकि यहाँनिर स्पेसै छैन होइन मैले होइन उहाँ बहिनीले उहाँ त्यो कालो यो कालो ड्रेस लाउने बहिनीले चाहिँ हुन्छ हामी गर्ने भनेर जानुभयो अनि त्यस पछाडि सबैजना जानुभयो हामीलाई डर छैन भन्नु कालो ड्रेस लाउने भाउजूले मैले चाहिँ यसो सजेस्ट गरेको थिएँ बहिनीहरूले हुन्छ भनेर चाहिँ खिच्नुभयो सिरियल खिचिरहेको थियौँ अनि बोलायौँ बहिनीहरूलाई अनि गऱ्यौँ त्योभन्दा उहाँहरू आउनुभयो अनि यहाँ सुटिङ गर्नै पर्छ म्युजिक भिडियो खिच्नै पर्छ भन्नुभयो अनि त्यसपछि मात्रै म्युजिक भिडियो खिच्यो नत्र हामी त सिरियल लगानी गर्छौँ भनेर उहाँले अलिअलि हाम्रो मलाई पनि 10,000 त दिनुभएको छ है उहाँहरूले यो दुईजना चाहिँ काम लाग्ने कुरा भन्दा काम नलाग्ने कुरा बढी गर्नुहुन्छ है गाइजहरू हेर्नुहोस् यो हिमा सुप्रिया नाम पनि चुप्पा मामा पनि आमालाई पेलौँ त मामा कोरा नाच्ने हो र ब्याकग्राउन्ड आमालाई पेलौँ है लाइट मैले चिनेको ठाउँहरू ल भाइले गीत बनाइदिइसक्यो माथि मेलोडी क्याची छ नि त सर यो पर्छ होला नि त है यो ओडाउन पर्छ लाइट हामी ठिक छ भयो फिक्स पैसा बहिनीहरू त्यति राख्ने कि छिराउने नाचिराख्नु ल लिऊ आउट फेरि घरमा फेरि लाउनुपर्छ केटाहरू नआउँदा यस तपाईँहरूको ब्लग गुड मर्निङ कस्तो भयो फोनमा खिचेको हजुर कस्तो फोनमा खिचे यो सुप्रियाको लागि त्यो फोनमा मेमोरी नभए मेरोमा खै अनु कहाँ गयो टोपी अनु ए हाम्रो यो थर्ड ड्रेस हो थर्ड ड्रेस राम्रो देखिरहेछ थर्ड ड्रेसमा पनि सेकेन्ड ड्रेस चाहिँ दसैँमा किनेको सेट थियो होइन कति वर्ष टिका लगाउने बेलाको त्यो त मैले चाहिँ लगाएको हो टिका लाउँदा त्यो थर्ड ड्रेस चाहिँ एकदम यो पँधेर जाने यस्तै त हुन्छ नि होइन पँधेर जाने बेलामा यस्तै हुन्छ मिलेछ पँधेर जाने यस्तै पँधेर जाँदा यस्तो राम्रो लुगा लाउने कस्तो राम्रो नि यस्तो त लाग्छ कस्तो राम्रो क्या हाम्रो पँधेर जाँदा एकदम अँध्यारो दुईटै ड्रेस उज्यालो रहेछ है यो
ब्राइट जाम जानु रे जानु रे जानु रे हुन्छ हामी गाग्री बोकेर लाग्यौँ है गाउँ हाम्रो चाहिँ गाग्री पुग्यो खानु कहाँ हो उता उता कुनामा उता कुनामा हजुर बस्नु गर्नु गाग्री आएपछि कति चिसो भएको यही धारामा हो हो यही धारामा हो हाँस्थ्यौ त तिमीलाई हाँस्न मन लागिरहेछ हाँस्दिनौ आउनु न त यहाँ नकाली यहाँ रोडमा उभिनुभन्दा त हाँस्न मन छैन तर पनि हाँस्नु परिरहेछ फेरि पानी कति आउँछ क्या यहाँ पानी नै भन्नु लास्टको हो लास्टको मेरो लोकेसन शिफ्ट लोकेसन शिफ्ट ल्याएको छ स्टेप गरिहालौँ स्टेप गरिहालौँ स्टेप प्र्याक्टिस कताबाट खिच्ने रे स्टेप गराउँदा ल सोचौँ लुटु पुटु अङ्गालोमा चाहिँ हुन्छ ल यता क्यामेराको दिनु डरले डर लागेर हो कि रुन मन लागेर अब बाख्रासँग डराएर पनि रुन्छ नि त बाबा यस्तो दुःखले खिच्नु भएको छ है अनुष्काले प्लिज सबले हेरिदिनु होला हेर्नु न रोएर दुख्यो हो सातो खाइदियो क्या बिरामी हुन्छ क्या हो ल त्यसो आज यहीँ बस्नु पर्ने गरे होइन नि त बिचरा भयो केही भएन हालेको रुएर थाल्छ यहाँ भाइ त्यही भएर यस्तो नगर त खासमा ठिकै छ मैले त राम्रो कन्टेन्ट पाएँ म खिच्छु आए रेडी त्यही भएर नपठाउने ऊ नजानी रे ल हेर त यस्तो हुन्छ यार भेट्छ यो माछको अलिक टुप्पो निकाल्नु मिल्दैन डराएर हो त मैले कराएर लाग्छ कराएर हो डान्स ल डान्स लास्ट सिग्नेचर लास्ट सिग्नेचर त्यसपछि हामी भोट रातो मुला बरु यो पका भए हुन्थ्यो नि त्यो बिहानको गुन्द्रुक भन्दा त यस्ता मुला छ नि तरकारी नै भन कुन चाहिँ मुला हो यहाँ नजिकको तीर्थ हेला गुन्द्रुक बनाएको छ उहाँ यस्तो मुलामा टक्क आलु हालेर बगान जानु गोल कस्तो हुन्छ माइजू आउनु
ए म त फेरि म्युजिक पनि छ है नाच्छ भयो नि यो चाहिँ गरेर त ल यो चाहिँ गरेर त्यो थर्मल बोगे चिया पिँदैन अनि यसो गरेपछि मेरो गाडी अपु हेर्नु यसो चिया पिँदैन भन्दै म त जान्दिनँ नि त दुई दुईवटा हालेर होइन मतलब दोष निकालिहाल्नुपर्छ त्यो फास्ट अघिको ड्रेस उता त्यहीँ छ गाइज मैले गाली गरेर रोएको छु होइन है फेरि त्यस्तो नसोच्नु होला नसोच्नु होला त्यस्तो भ्रम नपाल्नु होला ऊ त्यो पिङ्क कलरको झोलामा छ कपडा अब बेबी ड्रेस यहाँ छ लाऊ आबाको लागि चिया बनाइदिउँ त चार मतलब त्यो कपमा ग्लासमा हालेर त्यो ए पानी नै ल्याए पनि भयो छ म लिन्छु 4-5 जनालाई चिया है त्यो चिज पानी हैन नि फेरि भएन जुर्न पर्यो हैन हेर्नु न एउटा माम्रो मन्जुरी हुनु पर्यो ठिकै छ नि मेरो छोरी बिहारी बेला भए के भएर काट ल म आउनु त म सासु हजुरहरू बाबुआमा यता नै उमङ्ग नै खुसी ल सुप्रिया तपाईँमा दुईजना भएर गाउँ त गाउँ न सुप्रिया नै उमङ्ग नै उमङ्ग नै खुसी मेहकी उठी है आंगन हाय रे कल के सजनी साजन मिलकर क्या बोले त्यसरी आउने ल भगवान हाम्रो गीतलाई धेरै चाहिँदैन 1 करोड जति भ्युज दिनु होला हामीले आजै हाम्रो यो यस्तो गरेका छौँ हे भगवान त्यति गरिदिनु होला हे हाम्रो क्यामेराम्यान को जय होस् हे हाम्रो एक्टरहरूको जय होस् स्वाहा लास्टमा स्वाहा यतातिरबाट स्वाहा यता खिचिरहेछौँ त तपाईँलाई के लाग्छ नखिचिकन हामी यत्रो वेस्ट गर्छौँ अनि ऊ चाहिँ मतलब केही इन्फर्मेसन दिने चाहिँ खिच्नु न बोल अनि मेरो फोन हराइरहेछ यति बेर भइसक्यो फोन भेटे छैन ल उहाँ बेहुलो यस्तो ऊ लुङ्गी धोती पाटा लाउँदै पो हुनुहुँदो रहेछ गृह प्रवेश पनि गर्दैछु गृह प्रवेश अहिलेसम्म जुन गरेको छैन होइन यो यस्तो छ अनि हामीले यस्तो बेड तयार गरेको छौँ प्लिज कस्तो लाग्यो त अब अनि यस्तो खालको बिहे गर्न पाउँदा ल ओइ एकछिन यता नआउनु थोरै केटा पनि हुन्छ नि त फेरि सिसिर्दा पनि हुन्छ ल बिहे भएकोमा बधाई छ थ्याङ्क यू त्यो पनि हजुरकै मेरो एक्ससँग अरे क्या मेरो एक्स अरे मेरो एक्ससँग उहाँले भन्नुभएको हजुरकै च्यानलमा लाउने हो भन्नु ए त्यस्तो कुरा ठिक 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 सत्य वचन Come on, baby, let's go on the bullet too. माछा चढ्ने कार्यक्रम हुँदैछ मामाले बोक्यो भान्सालाई लौ न लौ के भयो यो यहाँ के हुँदैछ म चढाइदिन्छु आबालाई ल फुल दिन्छु म कम्मै पर्दो रहेछ मोटो भएर
यहाँ छ फुल यसलाई लडाउन मिल्दैन कहाँ लडाउनु मिल्यो सर पनि ल है ल अब तपाईँहरूलाई नझार्ने क्या त्यहीँ अड्काइदिएको त्यहीँ बस्नुहोस् नलडी बस्नुहोस् सर हजुर ऊ यहाँ पनि एउटा पोस्टर चाहिँ हाल्नै पर्ने भयो त्यति भयो कि पराल झारेर लग्नु चिलाउँछ है पर्नु पर्यो अब अघिनेको अनुरोधले निकालेको यहाँबाट होइन Oh wow, so pretty. आमालाई बिहेपछिको लुकमा क्या राम्री देखिरहेछ क्या वाइफमा छुट्टै बे गर्छु अब प्लिज नगर्नु ड्रेस लाउनको लागि चाहिँ पे नगर्नु है मगाइसकेँ ड्रेस नआउँदा होइन यस्तो गर्नु ड्रेस त दिनै फेरि भइगयो नि बिहे चाहिँ गर्नु पर्दैन है लुगा लाउनलाई प्लिज त्यो गिल स्ट्रिङ हो माइजू आँखामा लाग्यो भने रुन आउँछ आँसु आउँछ लाएर हेर्नुहुन्छ भतभती पोलेर भुतुक्कै हो त यहाँ सिरियल पनि त्यही हो माइजू मुटु दुख्ने गरी आउँछ क्या हाम्रो चाहिँ गाजल के भयो अनि हामी जुगाडु गाजल लाउँदैछौँ क्राइसिसमा छौँ हामी एकदमै क्राइसिसमा अब यस्तो धेरै मेहनती आर्टिस्ट हुनुहुन्छ कि आफै दुःख गरिरहनु भएको छ हेर्नुहोस् फेरि यो भनेर सबैजना दुःख नदिनु नि आबालाई दुःख दिने लाइसेन्स हामीसँग मात्रै छ अरे क्या हाम्रो यहाँ चुङ्गी खेल्ने कम्पिटिसन हुँदैछ है हाम्रो हिरो र हिरोइनको ल कसले धेरै लगाउने हेरौँ है क्या मलाई थाहा थिएन चुङ्गीमा यस्तो ट्यालेन्टेड हुनुहुन्छ भनेर मलाई त आउँदैन क्या चुङ्गी खेल्नु फेरि आबा रेडी हुँदै हुनुहुन्छ साडी उचालेर उत्यो छ नि उत्यो खेल्नु न ला आबाले हार्नुभयो अनु छोड न आबाले कम्पिटिसन गर्दै हुनुहुन्छ प्लिज मलाई चाहिँ फुलले केही नगर्नु होला लगाउनु थाहा छैन